नमस्कार साथीहरू। आज हामी औमा ड्याम्परको चाहिँ हामी लिमिट सेट गर्न सक्छौँ है। लिमिट कसरी सेट गर्ने भन्ने कुरो हुन्छ। यहाँ एलएससी भनेको लिमिट स्विच क्लोज, एलएसओ भनेको लिमिट स्विच ओपन, अनि यहाँ चाहिँ यहाँदेखि माथि देखाउनु साथी मेरो, यहाँ टीएसओ लेखेको छ। टीएसओ भनेको टर्क स्विच ओपन, टर्क स्विच क्लोज टीएसओ छ। यो टर्क स्विचको कतिमा टर्क लाग्ने भन्ने सेट गर्न लाग्यो, कति एनएममा टर्क लाग्ने 12 म्याक्सिमम सेट छ। यहाँ पनि सेट गर्नेपछि यो पोटेन्सियोमिटर भयो। यो R2i भनेको रेसिस्टेन्स टु एम्पियर कन्भर्टर भयो। यसले 5 किलोमको रेजिस्टेन्स छ। यो भित्र गियरमा एट्याच छ भित्र। जस्तै गियर घुमेपछि यसको रेजिस्टेन्स प्लस 5K हुन्छ, -5K हुन्छ क्या हो। त्यसको आधारमा चाहिँ यसले चाहिँ मिलियम्स उत्पन्न गर्छ, जेनेरेट गर्छ। अनि त्यो जेनेरेट गरेर हाम्रो पिएलसी अथवा स्काडामा गएर चाहिँ यसले चाहिँ हाम्रो कन्ट्रोलिङको लागि युज कति पर्सेन्ट ओपन गर्ने, कति पर्सेन्ट क्लोज गर्ने, त्यसको लागि युज हुन्छ। अब म देखाउँछु तपाईँहरूलाई। अब यहाँ सिधा हेर्नुहोस्, यो सिधा हेर्नु, यहाँ हेर्ने। अब यहाँ हेर्न सक्नुहुन्छ यो गियरको न्युट्रल, यसलाई प्रेस गर्नुभयो भने यो प्रेस हुन्छ। यो प्रेस गरेर यो यसलाई प्रेस गर्नुहोस्, यतातिर घुमाउनुहोस्, यो न्युट्रल लाग्यो, यो गियर पुरै फ्री भयो। मोटर घुम्यो नि मतलब छैन, तर यो स्टेपमा मोटर बन्द गर्ने है, घुम्यो। अब लिमिट स्विच ओपन सेट गर्न सिकाउँछु म तपाईँलाई। ठ्याक्कै तपाईँलाई जति ओपन गर्नु छ पहिला ओपन गर्ने। ओपन गरेर भएपछि यो न्युट्रल लगाउने, अनि न्युट्रल लगाएपछि यहाँ छ, यहाँ देखाउनुहोस् क्लोज क्लोज देखाउनुहोस् साथीहरू। यहाँ हेर्नुहोस्, यसरी देखाउनुहोस् साथीहरूलाई। यहाँ हेर्नुहोस् त, यो एरो छ, कतैतिर डाइरेक्सन छ, यो त्यतैतिर घुमाउने। यो अब हेर्नु है, न्युट्रल लागिसक्यो। अब यसलाई जतातिर डाइरेक्सन घुमेछ त्यतैतिर घुमाउने, यतातिर घुमाउने हेर्नु है, घुमाउँदै जाने है साथीहरू। काट गरेर आउँछ, यसरी घुमाउँदै जाने घुमाउँदै जाने। यो त लाग्यो अलि एकुरेसी हुँदैन भनेर, त्यही भएर तपाईँ साथीहरू दुईचोटि गर्न सक्नुहुन्छ कि एकुरेसी मेन्टेन गर्नलाई। राम्रोसित गर्नु भने पहिलोचोटिमा हुन्छ, न त आरामले दोस्रोचोटि गर्न सक्नुहुन्छ। अब हेर्नुहोस् है, अब दोस्रोचोटिमा सुस्त जब नजिक लिमिटको नजिक आउँछ नि, तब सुस्त घुमाउँदै हुन्छ। ठ्याक्कै लिमिट लाग्यो, यो लिमिट लाग्यो, यो ओपनको लिमिट लाग्यो, अब तपाईँलाई म क्लोजको लिमिट लगाउन सिकाउँछु। अब यहाँ क्लोजको लिमिट देखाउनुहोस्, एलएसओ लिमिट स्विच क्लोज। अनि यहाँ हेर्नुहोस्, यो एरो छ तलतिर घुमेको छ, यो एरो तलतिर घुमेको छ है। अब यो एरो त जतातिर घुम्यो, यसलाई त्यतातिर घुमाउने। अब यहाँ हेर्नु, यसलाई म यतातिर घुमाइरहेको छु, यसलाई म यतातिर घुमाइरहेको छु, यसलाई म यतातिर घुमाइरहेको छु है साथीहरू। हेर्नु, अब यतातिर घुमाउने, ट्विस्ट गरेर नि हेर्नुहोस्, यो घुमिरहेको छ। हेर्नु, यता घुम्यो, हेर्नुहोस् फेरि लागेपछि अझै तपाईँले घुमाउन सक्नुहुन्छ, अझै लगाएर कन्फर्म गर्न सक्नुहुन्छ तपाईँले है। त्यति लगाएर अझै घुमाएर मजाले